त्यो कुन जनावर थियो जसले सबैभन्दा पहिले स्पेस ट्राभल गरेको थियो? त्यसको जवाब एउटै आउँछ र त्यो हो लाइका। तर पनि केही लिभिङ स्पेसिसहरू जस्तै कि माकाहरू र इयरएसले लाइका भन्दा पहिले नै ट्राभल गरेका थिए। यिनीहरू भन्दा पनि अझै एउटा बाँदर थियो जसको नाम थियो अल्बर्ट वान, जसले लाइका भन्दा पहिला 1948 मा एउटा सब अर्बिट फ्लाइटमा भाग लिएको थियो, जसलाई पूर्ण रूपमा स्पेस मिसन भन्न चाहिँ सकिँदैन। त्यसैले लाइकालाई हामीहरूले सबैभन्दा पहिले स्पेस मिसन गर्ने जनावर भनेर चिनिन्छ। लाइकाको बारेमा सुनेर नै हामीहरूलाई प्राउड फिल हुन्छ, किनकि यो दुनियाँको सबै जनावर मध्ये एउटा त्यस्तो जनावर थिए जसले एउटा स्पेस मिसन ट्राभल गरेकी थिए। के साँच्चै लाइका एक भाग्यमानी कुकुर हो? जस्तै हामीहरूले फोटोमा देखिन्छ वा न्युज वा स्कुलको किताबहरूमा हामीहरूलाई पढाइन्छ, त्यो साँचो कुरा के हो? आज हामीहरूले यो भिडियोमा पत्ता लगाउनेछौँ। 1950 भन्दा पहिला मानिसलाई स्पेस मिसनका लागि धरतीबाट बाहिर पठाउन साइन्टिस्टहरूलाई एकदमै चुनौतीपूर्ण काम थियो। स्पेस मिसनमा मानिसले सर्भाइभ गर्न सक्छ या सक्दैन भन्ने जानकारीका लागि अलग अलग प्रजातिका जनावरलाई स्पेसमा पठाइएको थियो। साल 1957 मा रसियाको मोस्को भन्ने सहरमा लाइका एउटा सामान्य कुकुर जस्तै घुम्दै थिए। त्यो समयमा ऊ जम्मा 3 वर्षकी भएकी थिए। उसलाई के थाहा थियो र त्यो मानिसको इतिहासको स्पेस मिसनमा जाने पहिलो कुकुर हुन्छ भनेर? यही समयमा सोभियत स्पेस प्रोग्रामको सहायताबाट दुनियाँको पहिलो स्पेस स्याटेलाइट स्पुटनिक 1 लाई सक्सेसफुल्ली लन्च गरिएको थियो। तर स्पुटनिक 1 मा भने कोही पनि जीवित प्राणी थिएनन्। त्यसैले त्यहाँका साइन्टिस्टहरूले सोचे कि यसपालि कुनै ठूलो जीवित जनावरलाई स्पेस मिसनमा पठाए के हुन्छ। तर रसियन साइन्टिस्टहरूको यो दोस्रो मिसन थियो, त्यसैले उनीहरूले यसलाई चाँडै कम्प्लिट गर्न चाहन्थे। त्यसैले लाइकाको स्पेसक्राफ्ट बनाउनका लागि जम्मा 4 हप्ताको समय मिलेको थियो, जसको क्षति पछि गएर त्यो डगलाई भोग्न परेको थियो। यो स्पेसक्राफ्टको नाम थियो स्पुटनिक 2, जो कि स्पेसल्ली एउटा डगका लागि डिजाइन गरिएको थियो। यही स्पेसक्राफ्टमा एउटा कार्बन डाइअक्साइड एब्जर्बर, अक्सिजन जेनेरेटर र जनावरलाई चिसो बनाउनका लागि एउटा फ्यान र त्यसको साथसाथै जीवित रहनका लागि केही फुड र डगको स्टुल र युरिन कलेक्ट गर्नका लागि एउटा ब्याग पनि राखिएको थियो। स्पुटनिक 2 को क्याबिन यति धेरै सानो थियो कि अघि पछि सर्नका लागि पनि केही ठाउँ थिएन। यसै गरी स्पुटनिक 2 लाई डिजाइन गरिएको थियो, जुन 28 दिनभित्र बनेको थियो। अब मात्र एउटा डगको खोजी गर्न बाँकी थियो। सोभियत साइन्टिस्टले जानी जानी गल्लीको आवारा कुकुरलाई छनौट गरे, किनकि उनमा घरेलु पाल्तु कुकुरको तुलनामा एकदमै एक्सट्रिम कन्डिसनमा बस्न सक्ने बानी परेको हुन्छ, जो स्पेस मिसनका लागि एकदमै आइडियल थियो। यही समयमा त्यो स्पेस साइन्टिस्टको ग्रुपले लाइकालाई भेटायो। त्यसपछि स्पेसमा पठाउनका लागि लाइकालाई ट्रेन गर्न सुरु गरियो। स्पुटनिक 2 को क्याबिन सानो भएकाले लाइकालाई 20 दिनसम्म एउटा सानो पिञ्जरामा राखियो, जसले गर्दा स्पुटनिक 2 को सानो क्याबिनमा पनि एडजस्ट गर्न सकुस् भनेर। हेर्दा हेर्दै लाइकाको ट्रेनिङ पनि सकियो र त्यो स्पेसमा जानका लागि तयार भए। त्यो समयमा मानिसलाई स्पेसमा जाने तरिका त थाहा थियो, तर फर्केर कसरी आउने भन्ने बारे थाहा थिएन। यो अर्को तरिकाबाट हेर्ने हो भने सुसाइड मिसन जस्तै थियो। फरक मात्र यति थियो कि लाइकालाई केही पनि थाहा थिएन कि ऊ केही दिनमा मर्नेछ भनेर। लाइकालाई यो मिसनमा पठाउनुभन्दा पहिला त्यहाँको एउटा साइन्टिस्टले आफूसँगै आफ्नो घर लगेर उसको जीवनको अन्तिम समयमा आफ्ना बच्चाहरूसँग खेल्ने मौका दियो। अब लाइकालाई सधैँभरिका लागि अलविदा भन्ने समय आइसकेको थियो। फाइनल्ली लाइकालाई चेनले बाँधेर एउटा स्पुटनिक 2 भित्र राखियो, जसले गर्दा त्यो आफ्नो ठाउँदेखि टाढा मोमेन्ट गर्न नपाओस्। यही पोजिसनमा लाइकालाई पृथ्वीभित्र 3 दिनसम्म राखियो, जसले गर्दा उसलाई यो सिचुएसनको बानी परोस्। 3 नोभेम्बर 1957 लाइकाको जीवनको अन्तिम दिन। स्पुटनिक 2 लन्च हुनुभन्दा केही समय पहिला
लाइकाको स्पेस क्राफ्टलाई अन्तिमचोटि बन्द गर्ने समयमा एक टेक्निसियनले लाइकाको नाकमा माया गरेर अन्तिमचोटि अलविदा भन्यो, यो जानेर कि अब ऊ कहिले पनि फर्केर आउने छैन। र यसपछि स्पुटनिक 2 सक्सेसफुली लन्च भयो र लाइकालाई लिगेर स्पुटनिक 2 माथि अन्तरिक्षको नजिक पुग्न लाग्यो। तर टेक्निकल प्रोब्लमका कारण स्पुटनिक 2 को एउटा हिस्सा रकेटबाट अलग हुन सकेन। सायद 4 हप्ताको समय स्पेस क्राफ्ट तयार गर्नका लागि उपयुक्त थिएन। त्यसले गर्दा लाइकाको क्याबिनको टेम्परेचर छिटो बढ्न लाग्यो। सँगसँगै लाइकाको हर्ट रेट पनि पहिला भन्दा धेरै बढ्यो। उसको हर्ट रेट 103 देखि 240 सम्म पुगेको थियो, जुन नर्मल हर्ट रेट भन्दा एकदमै धेरै हो। त्यसबाट यो कुरा प्रुफ हुन्छ कि लाइकालाई कति धेरै गर्मी र चुनौतीहरू आएको थियो र लगातार 3 घण्टासम्म लाइका आफ्नो मृत्युबाट लडिरही र टेम्परेचर यति धेरै बढ्यो कि 5 घण्टापछि लाइकाको सेन्सरबाट सिग्नल आउन बन्द भयो र यहीसँगै लाइकाको मृत्यु भयो। उसको मृत्युसँगै त्यही अवस्थामा स्पुटनिक 2 162 दिनसम्म अन्तरिक्षमा थियो र लगभग 2570 चोटि अर्थलाई सराउन्ड गर्दै घुम्न लाग्यो र यसपछि 14 अप्रिल 1958 मा स्पुटनिक 2 धरतीको एटमस्फियरमा इन्टर गर्ने बित्तिकै मरेकी लाइकासँगै खतम भयो। सन् 2008 मा रसियाको सरकारले लाइकाको सम्मानमा एउटा मूर्ति स्मारक बनाएको थियो। यो त्यही ठाउँमा थियो जहाँ लाइकालाई ट्रेनिङ गराइएको थियो। तपाईहरूले देख्न सक्नुहुन्छ कि एउटा रकेटमाथि डग उभिएको छ, जुन डग हो लाइका। हामीहरूले लाइकाको यो बलिदानलाई कहिले पनि भुल्न सक्दैनौँ। स्पेस मिसनमा यो डगको केही कन्ट्रिब्युसन त पक्कै बनेको थियो होला, जसको कारणले आज हामीहरूले ठुला स्पेस मिसनहरूको बारेमा सोच्न सक्छौँ। साइन्सको फाइदा र मानिसको एडभान्समेन्ट र डेभलपमेन्टका लागि यिनी जनावरहरूको बलिदान दिनु के यो ठिक हो? कमेन्ट गर्न नबिर्सनुहोला। Thanks for watching and don't forget to subscribe.